guys, welcome back to new vlog. आज चाहिँ हामी यहाँनिर घुम्न आएको छौं आउटलेटतिर अनि हेर्नु होला. हाई हेलो गाइस, वेलकम ब्याक. सो आज हामी किन आएको भनेर चाहिँ अब अलरेडी ममताले भनिसकिहाल्यो नि, हामी चाहिँ आउटलेट आएको केही शपिङ गर्नको लागि. एन्ड देन आजको ब्लग स्पेशल हुन्छ. अब हेर्दै गएपछि थाहा हुन्छ कसरी हुन्छ, किन हुन्छ भनेर त भनिरहनु पर्दैन, ब्लग भित्रै देखिहाल्नुहुन्छ. मेबी थम्बनेलमा पनि देख्न सक्नुहुन्छ. सो यस, अहिले चाहिँ हामी फाइनली पार्किङमा आइसक्यौँ. एन्ड देन आज ममताले गाइस बधाई छ, कङ्ग्रेचुलेसन, उसले लङ ड्राइभ गरेर आकिन हाइवेबाट फर्स्ट टाइम एभर होइन ममता, उसले ड्राइभ गरेर आकिन. उसले मैले चाहिँ भ्लग गर्न पाइनँ किनभने सी इज न्यू ड्राइभर, लाइक हाइवेमा भर्खर कुदाएको हो नि त उसले. आजै हो उसको. एन्ड देन आजै हो बिग डे पनि, स्पेसल डे पनि, अर्ली भए पनि. तर भ्लगमा अब देखिहाल्नुहुन्छ. किप वाचिङ, स्टे ट्युन गाइस. हामी चाहिँ फर्स्ट हाम्रो स्टोर चाहिँ यहाँ टमीमा आएको छु. मलाई यहाँको एक दुईवटा सामान मनपर्छ, त्यही भएर म किन्न लाग्यो. किप वाचिङ ल साथीहरू. हाम्रो चाहिँ पहिला सपिङ सक्यो हाम्रो टमीमा यहीँ. ओ माई गड, ममताको र मेरो टु मच. वान विकमा काम गरेको पैसा सिद्धिन्छ अरे नि त. तर कोही छैन, कोही बात नै. कस्तो राम्रो गाडी यार. यस्तो जानुपर्छ होला हामी दुईजना. ममता यो गाडीमा हेर न पछाडि यहाँ उयो नै छैन. सो साथीहरू, हाम्रो सपिङ चाहिँ पहिल्यै सक्यो. अब क्याल्भिनमा कुपन लानुपर्छ. यो हो कि अर्को हो? वेट, किप वाचिङ साथीहरू. अब हामी क्याल्भिन हो त, क्याल्भिन प्लेन जाने हो. यही दिनुपर्ने त. यहाँ रहेछ यो कुपनको. सो यहाँ चाहिँ के हुन्छ भने म भन्छु ल, कति के प्राय मान्छेहरू सबैलाई थाहा छ नि. यहाँले चाहिँ एउटा स्टोरमा किन्यो भने साथीहरू अर्को स्टोरको लागि कति $5 को कुपन दिएको छ. अब मैले यहाँनिर क्याल्भिनमा किनेँ नि, मलाई अब कुनै स्टोरको फेरि कति 5, कतिमा $10 या लाइक 15% अफ 10% अफ हुन्छ कि कुपन. सो हामीले यहाँ क्याल्भिन टोमीमा किन्यौँ, $5 अफ छ. अब हामीले क्याल्भिनमा के किन्यौँ भने $5 को कुपन हुन्छ. त्यस्तो हुन्छ कि यो आउटलेटमा चाहिँ. एन्ड देन सपिङ गर्नुको फाइदा त्यो पनि छ, लाइक धेरै पैसा गयो. जति किने पनि कुपन चाहिँ दिन्छ, लाइक एउटै मात्रै सामान किने पनि दिन्छ. सो अब हामी चाहिँ क्याल्भिनमा जाँदैछौँ. गाइस वेलकम ब्याक. हाम्रो चाहिँ फाइनली क्याल्भिनमा पनि हाम्रो सपिङ सक्यो. ममता, लेट मी सी योर्स. Different size only. Only size is different, but the clothes are all similar. Yes, guys. So अब यो दिन पनि आउँदैछ होइन हामीहरूको सुन. सो अब अहिले चाहिँ हामी हालमा चाहिँ साथीहरू कोचमा अनि एमकेमा जान्छौँ होला. सो यस, हेर्दै जानु होला. अलिअलि क्लिप गर्छु आजको भ्लग कस्तो हुन्छ. अहिले चाहिँ नावाडेज चाहिँ म बोल्दै किन टाइम वेस्ट गर्ने होइन, बोल्दै हिँड्नु पर्यो भनेर. नावाडेज चाहिँ मेरो भ्लगहरू लाइक विकेन्डमा पनि त्यति धेरै बनाएको छैन, आएको छैन साथीहरू. बट म बनाउँदै हाल्दै गर्छु नि त. सो त्यही भएर हो, अब यो भ्लग पनि एडिट गर्न अझै हाल्छु होला. अनि बनाउँदै हाल्दै गर्नु पर्यो भनेर त्यो स्टकमा पनि छैन. नावाडेज भ्लग गर्नु पनि पाएको छैन. सो अब नेक्स्ट विकदेखि त म भ्याउँदैन. मेरो होल 5-6 डे नै काम हुन्छ ओभरनाइट. सो त्यही भएर एक दिन अफ हुन्छ. एक दिन अफ भएकोमा त बस सुतेरै जान्छ कि के गरेर जान्छ थाहा छैन. म सुत्दैन अरे उसले भनेको. सो यस साथीहरू, हेर्दै जानु होला कस्तो राम्रो वेदर छ. माई लर्ड. गाइस वेलकम ब्याक. यहाँ आँखामा के भयो मेरो एकैछिनमा यहाँ चिलाएर मर्ने बेला भएको गीतै मात्रै लागेलाई गर्छ. पछि हामी चाहिँ यहाँनिर एमकेमा किनेर एचएमएनमा गएको. सो गीत पछाडि सुनिरहनु भएको छ नि होइन साथीहरू, हेर्दै जानु ल. घर जानु पनि होइन. सो गाइस हामीहरूको चाहिँ अहिले वेदर पनि धुम्म भयो. अघि कति धेरै घाम थियो है. अनि अहिले चाहिँ हामीहरूको एचएमएनबाट उति नै भयो प्राइस त. तिम्रो 115 भयो, मेरो 150. यति सामानलाई के छ यहाँ. त्यही पनि एचएमएनमा त त्यस्तो धेरै भयङ्कर महँगो त हुँदैन नि त अरूमा जस्तो नि. झन् अघि त टमीमा त भन्नै पर्दैन, 300-400 रुपियाँ गयो यार. एक झोला पनि आएको छैन सामान $. अनि यस्तो धेरै पैसा सक्नु आएको होइन. तर यो मेरो लागि होइन नि त. मेरो लागि त एउटा मात्रै छ, दिदीहरूको लागि हो.
सबै अरूको लागि दिदीहरूको लागि ड्याडीको लागि छ यहाँ लेडीबाट सर्ट ल्याइदिएँ मलाई राम्रो लागेर सो अरूको लागि हो स्पेसली मैले मात्रै यत्रो लगायो भने त अनि कहाँ राख्ने ठाउँ पनि हुनु पर्यो नि त नि होइन अनि अब ममता चप्ली किन्ने अरे स्यान्डल किन्ने हो कि हो नि हो सो यस साथीहरू नहेर्ने पनि नहेर ल अझै कति धेरै काम छ नि त साथीहरू हाम्रो कति धेरै काम छ नि त नि सो अहिले पानी पऱ्यो भने फेरि ब्याड हुन्छ हो घरमा सोच्न पनि सक्दैन साथीहरू हाम्रो यति सपिङ चाहिँ भयो होइन इभन यहाँ पनि छ सो मैले चाहिँ म भन्छु हल्का यहाँ सबै ब्रान्डको छ अब हामी नाइकीमा जाने हो अलमोस्ट हामी चाहिँ कोचमा पनि गइवरी आयौँ अहिले चाहिँ पानी पर्ला जस्तो भइरहेको छ कि आजको वेदर अघि त्यस्तो टन्टरपुर घाम थियो पानी पर्न आँटेस्तै छ यहाँदेखि जाने हो हामी 45 मिनटको ड्राइभमा हाइवेबाट सो आजको ड्राइभर चाहिँ ममता थियो गाइस आफ्टर के भन्नु फर्स्ट टाइम कुदाउँदैछिन् हाइवे मैले अलिकति हल्का क्लिप गर्छु एन्ड देन हाम्रो टन्नै सपिङ पनि भयो साथीहरू पैसा सँग्नु लगाएको हो अरे हो कि नै एउटा त सो किप वाचिङ गाइस वी आर अलमोस्ट एराइभ हुन आँटिसक्यौँ घरमा अनि त्यहाँदेखि हाम्रो कहीँ जाने प्लान छ सो हामी चाहिँ हाइवेबाट गइरहेको छौँ साथीहरू हाउ डु यु फिल ममता कस्तो फिल हुँदैछ पहिलोचोटि एक्सपिरियन्स छैन अहिले डिस्टर्ब गर्नु हुँदैन साथीहरू रोड ड्राइभमा फोकस गर्नुपर्छ सो म अलिकति अगाडिको क्लिक गर्छु र साथीहरू हामी अलमोस्ट पुग्न लागिसक्यो नि यो ट्रक हो नि त त्यही भएर सो यस किप वाचिङ भइरहेछ साथीहरू एन्ड देन यस हामी जाँदैछौँ अलमोस्ट देयर ममताको गाडीमा सी इज द ओनर अफ दिस कार गाइस आयो गाइस माई लन्च टाइम भयो ममता चाहिँ नखाने अरे अहिले सो यो के हो मुन्टा मलाई थाहा भएन फर्सी हो कि इस्कुस हो थाहा भएन एन्ड यो चाहिँ मासु एन्ड देन भात धेरैको अब म चाहिँ खाएँ ल साथीहरू my god I'm so much hungry मेरो प्लेट त देखिहाल्नु भयो आफै पस्केको यो सो गुड मुन्टा दही खाँदा नि हुन्थ्यो तर मलाई यस्तै फुक्का मनपर्छ कि खानाहरू त्यही भएर म यस्तो सुकेको होला अरे दाल दही त हुन्थ्यो तर नि मलाई मासुमा दुइटै सब्जी मेरो भाइ आन्टी हो ममताको मम्मीले पकाउनु भएको म छिटो खाने हो बिस्तारै खानै जान्दिनँ गाइस वेलकम ब्याक सो मैले भनेको चाहिँ हामी कहाँ आएको भने हाई सोफिया हेलो भन न ममताको छोरी गाइस दिदीको छोरी भन्दा कसरी हेरेको दिदीको छोरी हो दिदीको छोरी ममताको पनि छोरी नै हो सो हामी चाहिँ न्यू लोकेसनमा आएको छौँ गाइस स्पेसली के भन्दा फोटोसुट गर्नलाई आई डोन्ट नो लाइक यो आजको फोटोसुट हुन्छ कि अब नेक्स्ट विक आई मिन यो अपकमिङ विकमा पनि छ हाम्रो प्लान सो आई डोन्ट नो मेबी त्यो टाइममा चाहिँ फोटोसुट हुने हो कि राम्रो आधा हुने हो होइन ममता सो यति राम्रो भ्यू त ब्यागमा देखिहाल्नु भयो साथीहरूले हामी कहाँ छौँ भन्दा मलाई एक्ज्याक्टली लोकेसन थाहा भएन यो चाहिँ ममताको घर छेउको पार्क हो नि त आई डोन्ट नो म के बोलिरहेको छु सो मैले चाहिँ एक दुईवटा क्लिप गरिसकेँ एन्ड देन गाइस लुक एट हर गाइस ममताको स्पेसल फोटोसुटको लागि आएको हो मेबी आधा हुन्छ कि आधाकोमा हुन्छ कि मेबी सन्डेकोमा हुन्छ त्यो चाहिँ थाहा भएन आइम नट स्योर के भन्छ फोटो स्पेसली के को लागि भन्छ अस्ति मैले भने चाहिँ ममताको बर्थडे 6 जुलाई 10मा होइन 9 र 10 कन्फ्युज हुन्छु म सो त्यही भएर चाहिँ साथीहरू उसको फोटोसुट गर्ने बिचमा होइन यहाँ पार्कमा भनेर उसले चुज गरेँ कि अनि यहाँ राम्रो आउँछ नि त लुक ओ माई गड सो पिस प्लेस हुन्छ नि यति धेरै साइलेन्ट छ यतै अनि त्यही भएर ऊ छोरीको फोटो खिच्दैछ नि अलिकति क्लिक गर्नु पर्यो भनेर त्यही भएर सो स्पेसल चाहिँ के को लागि भने चाहिँ स्पेसली ममताको बर्थडेको लागि हो गाइज ओ माई गड वी आर गेटिङ ओल्ड मेरो बर्थडेदेखि ममताको बर्थडे जुलाई 9मा पर्यो नि राम्रो लोकेसनहरू छ ठाउँहरू छ सो हामी यतै उतै फोटोसोटो खिच्ने हो अनि त्यही भएर आजको अल अबाउट चाहिँ ममताको फोटोसुटको लागि भने त्यही बा थाहा छैन आजको हुन्छ कि राम्रो बा अब आउने सन्डेको हुन्छ फोटोसुट चाहिँ त्यो थाहा भएन मलाई होइन बट या अब त्यही हो कति ब्युटिफुल भएर आएको छु एन्ड त्यहाँदेखि किप वाचिङ साथीहरू सी जबरजस्ती फोटो खिचिरहेको छु गराउँदै सो अहिले म के भन्छ अलिअलि फोटोहरू पनि हाल्छु क्लिप भिडियो पनि हाल्छु सो किप वाचिङ सी यु लेटर
Guys, look at this, our halat. यस्तो पानी परिरहेछ फोटो सुट गर्दा गर्दा पानीले हाम्रो बीच बाटोमा अवर पारे साथीहरु गाइस लुक एट मी लाइक पानी पर फोटो सुट गर्दा गर्दै सबै पानीले भिजे बुइनी कस्तो म त यो फोटो सुट गर्ने मान्छेकै पानीले भिजेर थोप्ला थोप्ला ओ माय गॉड यो के हो सबै भिजो इभन द लुक क्यामेरा एकैछिनमा वेदर कालो भएर आएको उताको साइडबाट एकैछिनमा पानी परेछ गाइस गॉड दमै बढ्यो यार माय गॉड आजको हाम्रो ब्याड डे भयो कि गाइस फोटो सुट तर हामीसँग सटरडे पनि छ नि त टाइम आई मिन सन्डे पनि छ नि त सो त्यही भएर इट्स ओके अब सन्डे खिच्न त खिच्यौँ आधी उधी ब्याग जाउँ न आधी उधी त खिच्यौँ हामीले तर यहाँ पानी पानी छ सी बहिनीको त झन् हालत पातला झन् बहिनीलाई गाडीमा गएर बस्नु भनेको हामीलाई रुनिरहन्छ फोटो खिच्दा नि ममताको त कर्ली बनाएको त केही न काम भयो त सबै सिल्कीको भयो त भरे होइन त गाइस पानीले यस्तो अनुहार बिगारिरहेछ नि हामीहरूको यहाँ के भन्छ कपाल त यस्तो चिप्लो न चिप्लो अरे भिजेर बिरालो जस्तो भइरहेछ सो अहिले चाहिँ म के गर्न आँटेको किनभने मैले अरू त मैले के भन्छ गिफ्टहरू अनबक्स त गरिनँ होइन गाइस यति बक्समै छ होइन एन्ड देन गाडीको कहिले टुर गर्ने भने चाहिँ मलाई पनि थाहा छैन होइन अनि मैले गिफ्ट पनि देखाएको थिइनँ ममताले त्यो कोचको लुक सेम एक्ज्याक्ट सेम उसले बोकिरहेको थियो त्यस्तै खालको सो यो चाहिँ मेरो गिफ्ट हो कोचको अनि यहाँ प्याक पनि बक्सिङमा हुन्छ नि गिफ्ट बक्स बनाउनेलाई यहाँ पनि दिएको छ यो बट यहाँ नगरिकन यतिकै राखेको यो चाहिँ ममताको चोइस हो फर्मी होइन साथीहरू यो मेरो सुजहरू म्यास्टअप छ यो कामको लागि हो यो नयाँ आएको यो लगाएको छैन मैले होइन अनि ममताको बर्थडे नि आयो नि त सो 9 कि 10 मा 9 सो गाइस मलाई चाहिँ ममताले कोचको दिएको थिइन् उसको चोइस एक्ज्याक्ट सेम लाइक दिस वान खोइ दुईजनाको सेम छ मेरो योबाट चाहिँ थिएन अर्कोबाट चाहिँ थियो अनि एन्ड देन आज चाहिँ ममताको चोइसमा मैले चाहिँ वाच लुक अहिले वाच पनि देखाइदिन्छु ल इट्स रियली क्युट ममताको चोइस हो मलाई पनि मन परेको बट मलाई त्यस्तोबाट टाइम हेर्नु आउँदैन कि सरम लाग्छ भन्नु पनि मलाई त्यस्तो टाइम हेर्नु नै आउँदैन त्यस्तो खालको सो अनि मैले चाहिँ वाइ नट आज अब फोटोसुट पनि गरेको हो नि त अनि त्यही भएर ममतालाई मैले लाउन अनि मेमोरिज पनि हुन्छ किन त्यतिखेरै लाउनुपर्छ भन्ने छैन नि त होइन गिफ्ट भनेको गिफ्टै हो एन्ड देन फोटोसुट गर्दाखेरि लाउनु पर्छ सो वाच गाइस लुक यसमा टाइम मजाले देखिँदैन कि म त्यही भएर मलाई यो हेर्नु आउँदैन होइन अनि उसको हातमा यो मिल्ने पनि अगाडि बनायो अरे हामीले अघि आउटलेट गरेर सो उसलाई चाहिँ उसको मन पर्ने वाच होइन सो यो नयाँ खालको आएको रहेछ नि सो यो चाहिँ मेरो देखिहाल्नुभयो मैले रिभ्यू गरेको वर्षाजीको यो चाहिँ सो ममताको चाहिँ यो गिफ्ट रहेको छ साथीहरू एन्ड देन हामीले भनेको जस्तो त्यस्तो फोटोसुट त भएन अचानकमा पानी कत्रो परेको थियो एन्ड देन यहाँ परेको छैन धुम्मा मात्रै छ परेको छैन नि पानी सो आज चाहिँ ममताको अल एबाउट फोटोसुट एन्ड देन हामी आउटलेट गएको दिदीहरू अब कहीँ जाने प्लान थियो नि त सो त्यही भएर त्यसको लागि सपिङहरू पनि गरेको एन्ड देन यहाँ त्यही भएर अब हामी कहीँ सपिङ गर्न जाँदैछौँ त्यही पनि ग्रोसरी सो किप वाचिङ साथीहरू गाइस अब चाहिँ 3टा पनि हो बहिनी अब हामी चाहिँ ग्रोसरी सपिङमा जानु लाग्दैछौँ पानी परेर तिमीलाई कति धेरै ग्लो देखेको आज टन्नै फोटो खिच्दैन ममता हामीले कस्तो मोटी देखेको आज त मलाई छैन तिमी ड्राइभर सिटमा बसेर होला प्यासेन्जरमा नबसेर होला आई गेस होइन साथीहरू सो यस ड्राइभर सिटमा बसेर भने कि एन्ड देन एकछिन म देखाइदिन्छु ल सो किप वाचिङ हाम्रो अलरेडी सपिङ गर्नु छ अनि पानी परेर हामीलाई बिजोग बनाएर पानी परेपछि गाइस अघि भनेको थियो नि हामीले आउटलेटमै हुँदा क्या हो पानी पर्यो भने पाप हुन्छ भने चाहिँ पापै भयो साथीहरू अचानक बिस्तारै बोल्नु आउँदैन छैन तिम्रो ठुलो स्वर सुन्नु पनि पर्यो नि त बाहिर होइन सो या किप वाचिङ साथीहरू सी यु लेटर नेपालमा राजा आयो भने यसरी बाटो छोडिदिनु पर्छ होला हाम्रो चाहिँ यस्तो राजाहरूलाई छोड्नुपर्छ है साथीहरू यो फ्रीको राजाहरू बाटोमा उयो आएपछि त रेनिङ गाइस लुक एट दिस पानी कत्रो परेको यो मात्रै जानु है अब त्यसै गर्ने बेला भयो ह्याप्पी रेनिङ गाइस यस्तो छ वेदर टाइम चाहिँ कति भने 7:41 हो 41 मिनट गएको छ तर त्यो पानी असारे भल चटपटे पार्टी खाने प्लान छ सो यहाँनिर $5 चटपटे छ यो सब्जी भइहाल्यो एन्ड देन यो अघि मैले बिहान लन्चमा खाएको यति मिठो छ यो
के भन्नु ममताको एक टाइम खाने हुँदा मेरो 2 टाइम लन्च र डिनर अलरेडी लन्च अब यो डिनर माई गड हेलो गाइस वेलकम ब्याक सो अहिले चाहिँ म र अहिले चाहिँ हाम्रो बेलुकाको यो पानी झरीको लुक्स हो है साथीहरू हो कि हुन त पानी परे कपाल सबै भिजेर उसले झन् कति राम्रो कर्ली बनाएको थियो फोटोमा त देखिहाल्नु सबै पानीले त सिल्की बनाइदिएको नि अन्तिममा आएर त पापै भयो हाम्रो चाहिँ त्यस्तो आएर तिमी सेटिस्फाई भयो किन भएन त पिक्चरहरू मन गरौ एउटा देखाइदिहाल्छु तपाईलाई टिकटक पिक्चरहरू केही हेर्नु मन छ भने चाहिँ ऊ चाहिँ हुन्छ नि अपडेट दिइरहन्छ ममताले चाहिँ इभन दो इन्स्टाग्राममा पनि हुन्छ होइन अब भिडियो आई मिन लाइक यिनीहरू कहाँ गएको छन् भने कतिलाई उयो भयो भने चाहिँ इन्स्टाग्राममा स्पेसली गरेर हेऱ्यो भने चाहिँ भन्ने हुन्छ कि किनभने उसले हर कुराहरू अपडेट हुन्छ कि उसको चाहिँ स्पेसली इन्स्टामा अनि टिकटकमा चाहिँ काइन्ड अलिक लेटर हुन्छ अब त्यही हिँड्दा हिँड्दै पनि ऊ गर्छन् इन्स्टाग्राममा चाहिँ अनि टिकटकमा चाहिँ अब अलिक बेलुकातिर पोस्ट गर्छन् त्यही डेमा हुन्छ उसको चाहिँ प्राय एन्ड देन मलाई लाग्छ उसले आज पनि टिकटक त गर्यो होला आई गेस दुईटा त गरेर हालेको छैन हालेको छैन अब हालिहाल्छन् भरेसम्म सो गाइस मेरो ब्लगभन्दा अगाडि उसको आउँछ टिकटक आई गेस तर मैले एडिट गरेर अलमोस्ट सकेको छु ब्लग पनि होइन जस्ट घरमा गएर थम्बनेल बनाएर एन्ड देन पोस्ट गर्नु बाँकी छ सो यस अर्ली फोटोसुट गरेको ममताको चाहिँ थाहा छैन मेबी अब यो मनपर्छ कि उसलाई भरेसम्म पिक्चर सेलेक्ट गर्छन् कुन मनपर्छ थाहा छैन होइन अनि भएन भने चाहिँ हाम्रो सन्डेको पनि प्लान छ अब वेल्सी हेरौँ कस्तो हुन्छ किनभने हामीलाई वेदरले धोका दियो स्पेसली आज चाहिँ यस्तो कुदेको अघि नि भिडियो त देखिहाल्नु भयो साथीहरूले अलिअलि क्लिप गरेको थिएँ सबै लादी भएको के भिजेर हामी त सो वेदर इज रियली आई मिन लाइक टेम्परेचर इज रियली गुड बट वेदर पानी परेर चाहिँ राम्रो भएन नि सो यस अब आजको लागि यति नै एन्ड देन 2 शब्द बोल्नु छ के छैन एउटा फोटो देखाउँ भने के देखाउ त तिम्रो फेभरेट मैले यति राम्रो अल लाइक ममताको पिक्चरहरू चाहिँ खिचेको जति चाहिँ मैले खिचेको अनि मेरो खिचेको चाहिँ उसले खिच्दैकिन पिक्चरहरू हाम्रो चाहिँ त्यस्तो हुन्छ साथीहरू सो मैले कति राम्रो यो चाहिँ माई गड लोक यो को हो साथीहरू लोक मैले खिचेको उसको पिक्चर बर्थडे गर्ल हो नि त अब उसको बर्थडे आउँदैछ नि त सो त्यही भएर थर्सडे कि कहिले हो वेडनेसडे कि थर्सडे कुन बारपर्छ म हेर्नुपर्छ मलाई थाहा छैन मैले त 1 महिना अगाडिदेखि सबै बुधबार भने वेडनेसडे होइन सो वेडनेसडे हामी चाहिँ सन्डे भेट्ने प्लान छ सो यस अब आजको लागि चाहिँ यति नै गाइस एन्ड देन आजको ब्लग के कस्तो लाग्यो हामी यति धेरै रसमा भयौँ एन्ड देन लड अफ सपिङ गरेँ थाहा छैन मेबी मैले के किनेँ भने म तपाईँहरूलाई देखाउँछु अनि त्यो लुगाहरू चाहिँ कसको लागि लड अफ सपिङ गरेँ मैले चाहिँ आज चाहिँ मनी लड अफ मनी स्पेन्ड गरेँ सो मेरो त धेरै गयो नि त सबैलाई हो नि त 2 जनाले गरेको तर मेरो लागि हामीले कति खर्च गर्छौँ बल्ल बल्ल हिँडिन्छ 15 मा एकचोटि छुट्टी हुन्छ त्यो मिल्छ 15 मा कति 15 मा चाहिँ 15 डेमा चाहिँ एक दिन चाहिँ मन्डे चाहिँ जहिले हाम्रो भेट हुन्छ ओ माइ गॉड हामी सकाउँछौँ लगभग 500 रुपैयाँ सिधाउँछ है यता नाना भन्यो यता नानाको छोराछोरी भन्यो सबले त ठिक हुँदो रहेछ हामी त यस्तै हो हैन जिन्दगी अब के गर्नु सो यस हामीले धेरै सपिङ गर्यौँ अघि देखाइहालेको थिएँ ट्रङ्कमा अनि ग्रोसरी पनि सपिङ गरेर अहिले चाहिँ हाम्रो फाइनल अब खानासाना डिनर सिनर भयो अरे अब म चाहिँ घर जाने हो पानी रह्यो नि त नि कस्तो हेभी रेन भएको थियो अघि मैले हल्का क्लिप पनि गरेँ ग्रोसरीबाट आउँदा सो यस गाइस आजको ब्लग चाहिँ यति नै एन्ड के कस्तो लाग्यो सो कृपया के भन्छ कमेन्ट पनि गर्नु होला अनि यो ब्लग हेरिसकेर चाहिँ प्लिज गाइस लाइक obviously comment and then don't forget to subscribe my channel to guys like मलाई 1000 पुराउनु पर्ने छ कि गाइस किनभने त्यस्तो छिटो भने हैन अनि लाइक के भन्नु आएको नि लाइक मलाई कतिले आई मिन सब्स्क्राइब गर्नु हुँदो रहेछ अब त्यो नयाँ युट्युबरहरुले सो मलाई थाहा हुँदैन नि त अब कोले गरेको भनेर अनि त्यही भएर नि कमेन्ट चाहिँ गरेको छ भने चाहिँ obviously म चाहिँ सब्स्क्राइब ब्याक दिनेछु सो त्यही भएर साथीहरु मलाई एउटा लाइक जे कमेन्ट छोडिदिनु भयो भने पनि म सब्स्क्राइब चाहिँ गरिदिन्छु हजुरहरुको च्यानलमा सो यस अब यति नै हो भन्नु अब थाहा हुँदैन नि त कोले गरेको छ सब्स्क्राइब भनेर सो कमेन्ट गर्दा त थाहा हुने सो यस गाइस आजको लागि चाहिँ यति नै अब फेरि भेटौँला भन्दाखेरि सन्डे भेट्नुपर्छ